चाहिँ यो हो ल अब सुरुमा म सोध्छु ल त लिभिङ थिङ्स कि नन लिभिङ थिङ्स लिभिङ थिङ्स अनि दुर्गा त चाहिँ लिभिङ थिङ्स कि नन लिभिङ लिभिङ थिङ्स तपाईँ लिभिङ थिङ्स न लिभिङ थिङ्स लिभिङ थिङ्स त घरमा बस्छस् कि जङ्गलमा बस्छस् घरमै बस्छ घरमा अनि दुर्गा त घरमा कि कहाँ बस्छस् जङ्गलमा तपाईँ कहाँ बस्नुहुन्छ म जङ्गलमा दुर्गा नि जङ्गलमा ओके त घरमा बस्छस् होइन 2 खुट्टे कि 4 खुट्टे 4 खुट्टे 4 खुट्टे अनि तेरो चाहिँ मासु खान्छस् कि घाँस खान्छस् मासु खान्छस् तपाईँ के खानुहुन्छ घाँस खान्छ र मासु खानुहुन्छ म मासु मासु तेरो मेरो सेम हुन्छ क्या हो बाघ हो कि क्या हो होइन मलाई सोध न नि अब त 4 खुट्टे होइन घरमा बस्छस् भने चाहिँ घाँस खान्छस् घाँस मात्रै खान्छस् खाँदिनँ के दुइटै खान्छस् मासु पनि घाँस पनि खाँदिनँ केही खाँदैनस् अब एकचोटि होइन होइन म घाँस पनि खाँदिनँ अर्को के अरे मासु पनि खाँदिनँ तर 4 खुट्टे हो घाँस पनि अब मासु दुर्गा त्यसको पखेटा छ कि पखेटा छैन पखेटा छैन छैन दिदीको तपाईँ होइन कतिवटा खुट्टे 4 खुट्टे 4 खुट्टे त्यसो भए के हो त यसको घाँस पनि खाँदैनस् मासु पनि खाँदैनस् 4 खुट्टा हो घरमा बस्छस् क्याट बिरालु होइन बिरालु मासु खान्छ नि तिमीले मिस्टेक गर्दैछौ है उसको सोध्ने पालो नि मेरो होइन सोधेको तपाईँले हो जस्तो त्यही हो के हो यसको यार होइन। ल अब तैँले सोध् दुर्गालाई दुर्गा हजुर मासु खान्छस् होइन त तैँले अनि ठुलो छस् कि सानो छस् ठुलो ठुलो छ तपाईँ होइन बच्चा पाउँछ बच्चा पाउँछ लिभिङ थिङ्स हो बच्चा पाउँछ अब नि यहाँ कसरी यसको ग्यास गर्नु के घाँस पनि खाँदैन मासु पनि खाँदैन भने के कुकुर हो क्या हो कुकुरले खान्छ त अनि हो खान्छ त अनि मिस्टेक भयो चाहिँ भात भात भातै दिएर पाल्छ नि भात दिएर पाल्छ कति त भेजिटेरियन पनि हुन्छ प्लिज आइम द विनर लाइक भूमिका घरमा त भेजिटेरियन हो कसरी के हुन्छ